विशेष गरी हनुमानको मध्यस्थतामा उहाँले रामले सुग्रीवसँग मित्रता गाँच्नुभयो। अत्यन्त शक्तिशाली रामले सुग्रीवलाई आफ्नो जन्मदेखिको सम्पूर्ण कथा र विशेष गरी आफ्नी पत्नी सीताको प्रसिद्ध वृत्तान्त विस्तारमा सुनाउनुभयो। श्रीरामको सम्पूर्ण कथा सुनेर प्रसन्न भएका वानरराज सुग्रीवले पनि अग्निदेवलाई साक्षी राखी श्रीरामसँग मित्रता गरे। श्रीरामले आफ्ना दाजु वालीसँगको शत्रुताबारे सोध्दा दुखी सुग्रीवले सबै घटना सुनाए र एक अर्काप्रतिको विश्वासमा आधारित रहेर उहाँसँग प्रेमपूर्वक गठबन्धन गरे। त्यही क्षण श्रीरामले बालीलाई आफूले मार्ने प्रतिज्ञा गर्नुभयो। त्यसपछि ऋष्यमुख पर्वतमा सुग्रीवले श्रीरामलाई आफ्ना दाजु वालीको अनुपम शक्तिको वर्णन गरे, किनकि उनलाई वालीको तुलनामा रघुकुलका रामको पराक्रमबारे मनमा शङ्का थियो। रामलाई वालीको शक्तिको बोध गराउन सुग्रीवले वालीले मारेको र लामो दूरीसम्म हुत्याएको राक्षस दुन्दुभिको पहाड जत्रो विशाल अस्थिपञ्जर अथवा कङ्काल देखाए। त्यो देखेर मुस्कुराउँदै असाधारण बल भएका महाबाहु श्रीरामले त्यो कङ्काललाई आफ्नो खुट्टाको बुढी औँलाले नै पूर्ण 10 योजन टाढा हुत्याइदिनुभयो। अझ सुग्रीवको मनमा विश्वास जगाउन श्रीरामले त्यही अवसरमा एकै बाणले लहरैरहेका 7वटा ताडका रुखहरू, नजिकैको पहाड र रसातलसम्म छेदन गर्नुभयो। यो पराक्रम देखेर आश्वस्त भएका र श्रीरामको साथ पाएका वानरराज सुग्रीव प्रसन्न मन लिएर पहाडहरूको बीचमा गुफा जस्तै अवस्थित किष्किन्धामा तुरुन्तै प्रस्थान गरे। त्यहाँ पुगेर सुनौलो वर्ण भएका वानरराज सुग्रीवले गर्जना गरे। त्यो असामान्य गर्जनले विचलित भएर वानरराज वाली सुग्रीवसँग लड्न बाहिर निस्किए। आफ्नी पतिव्रता र बुद्धिमानी पत्नी ताराले सुग्रीवले रामको सहयोग पाएकाले उनी अब अजेय छन् भनी रोक्न खोज्दा पनि उनलाई आश्वस्त पार्दै वाली सुग्रीवसँग भिडे। त्यही युद्धको क्रममा रघुकुल तिलक श्रीरामले एकै बाणले वालीको अन्त्य गरिदिनुभयो। यसरी सुग्रीवको आग्रहमा युद्धभूमिमा वालीको वध गरेपछि श्रीरामले सुग्रीवलाई नै वालीको सिंहासनमा स्थापित गर्नुभयो।